फोटोग्राफर यति डिप्रेसनमा आयो कि उसले आफै गर्यो, किनकि उसलाई आरोप लागेको हुन्छ कि तैँले फोटो खिचिस् तर सहयोग गरिनस् भनेर। भन्छन् तस्बिर आफै बोल्छ, तर यहाँ त तस्बिर चिच्याउँछ, तस्बिरलाई दिल छिया छिया बनाइन्छ। यो फोटोको नाम हो भल्चर एन्ड द लिटल गर्ल। केभिन कार्टर दक्षिण अफ्रिकाका फोटोग्राफरले 2049 सालमा लिएका थिए। यो फोटोले अवार्ड पनि पाएको थियो। फोटो हो सुडानको एउटा ठाउँमा जहाँ राहत वितरण भइरहेको थियो। गिद्धले त्यो नानीको मृत्युको प्रतीक्षा गरिरहेको छ। फोटोग्राफरले त्यो नानीलाई सुरुमै सहयोग गरेनन्, किनकि उनी चाहन्थे त्यो गिद्ध नानीको नजिक आओस् र मजाले फोटो लिन सकौँ, ताकि अझै राम्रो यसले कथा भन्न सकोस्। यसै कारणबाट उनलाई धेरै आलोचना भयो र 33 वर्षको उमेरमै उनले डिप्रेसनको कारण सुसाइड पनि गरे। जीवन सधैँ न्यायपूर्ण हुँदैन रहेछ। उनको नाम धर्मकुमारी बटाला हो। पश्चिम रुकुमबाट उपचारको लागि नेपालगञ्ज आउँदै गर्ने क्रममा उनको मृत्यु भएको थियो बसमै। सबैले उनलाई निदाएको सम्झिए, तर बस गन्तव्यमा पुग्यो तर उहाँ उठ्नु भएन। उनको काखमा 32 महिने छोरो सुतिरहेको थियो। छोरालाई लागिरहेछ कि आमा चाहिँ सुति नै राख्नु भएको छ। यो कथाले त म आफै डिप्रेसनमा गएँ। सबैको कथा सुखाउँदैन, सबैको घाउ देखिँदैन, यो भनेर आफूलाई मैले सम्झाएँ। मैले सोच्थेँ कि आमाले के सोच्दै आइन होला त्यो बाटोभरि। म केही भयो भने मेरो छोरालाई कसले टिप्छ होला, कति रुन्छ होला, पुलिस स्टेसनमा लगेर राखिदिन्छन् कि मान्छेले, कि अनाथालयमा लयमा लगेर राखिदिन्छन् कि कसरी। मेरो कुरामा दिमागमा यो धेरै कुराहरू आएर म आफै डिस्टर्ब भएको थिएँ यो फोटोबाट। यो फोटो चाहिँ ओमाइरा सान्चेजको हो। कोलम्बियामा 1985मा जब ज्वालामुखी विस्फोटन हुन्छ, विस्फोटन भएपछि त्यहाँको माटोहरू जब बगेर आउँछ, त्यो माटोले उहाँ पुरिएको थियो। उनको घाँटी बाहेक सबै मुनि पुरिएको थियो र पुरिएको मात्रै होइन, केही गह्रौँ कुराले उसको मुनिको शरीर सबै थिचिएको थियो। ऊ 3 दिनसम्म त्यो पानीमा त्यो थिचिएको अवस्थामा बाँचिरहेको थिइन्। उहाँलाई सहयोग गर्नको लागि धेरै मान्छेहरू गए तर सकेनन्। यो मुखहरू धोइदिने, यहाँबाट पानी पिलाउने, कोक पिलाउने, खाना खुवाउने सबै गरे मान्छेहरूले, तर उसको शरीर यतिसम्म थाकिसकेको थियो कि उसलाई थाहा थियो म मर्दैछु भनेर। ब्लड क्लट भएर उसको आँखा सबै कालो भइसकेको थिए, तर उनलाई बचाउन सकेनन्। 3 दिनसम्म उनी पानीमै लेदोमै थला परिरहन् र आफ्नो 3 दिन सरेन्डर गरिन् लाइफसँग। कहिलेकाहीँ यो संसारले हेर्छ मात्रै, तर बचाउन सक्दैन। यो फोटो चाहिँ 1980मा माइक वेल्सले उगान्डामा भोकमारीको बेला लिएको तस्बिर हो। 2 हात, एउटामा जीवनको आशा, अर्कोमा जीवनकै अभाव। एउटै पृथ्वी तर जीवन बराबर छैन। यो तस्बिरले न्यायको प्रश्न सोध्छ। यहाँ बालक कमजोर होइन, परिस्थिति चाहिँ क्रूर हो। धन्यवाद यहाँसम्म आउनुभयो।